नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो? सगरमाथा। खरिददार पास। नेपालको कुल क्षेत्रफल कति रहेको छ? 1,47,516 वर्ग किलोमिटर। यति भएपछि नायब सुब्बा पास। नेपालमा गणतन्त्र कहिले स्थापना भएको थियो? राजतन्त्र ढलेपछि। यति भएपछि अधिकृत पनि पास। होइन केटा, के हो कुरो? अचानक रूपमा लोकसेवामा प्रवेश गरिस् त? ए मुला पसलेकी छोरीलाई त नेपालमै बसेर केही गर मन नि सोच भएको। अझ लोकसेवा पढेर सरकारी जागिर खाने केटा त असाध्यै मन पर्ने रे। त्यही भएर मैले त आजैदेखि लोकसेवा पढ्न थालेको। अनि तैँले त अस्ट्रेलियाको प्रोसेस गरिरहेको थिइस् त? ए मुला छोड्दै त्यस्तो अस्ट्रेलिया। अबदेखि म नेपालको सरकारी कर्मचारी। हेलो, कङ्ग्रेचुलेसन कुशलजी, तपाईँको अस्ट्रेलियाबाट अफर लेटर आएको छ। बाँकी प्रोसेसको लागि एकचोटि हाम्रो अफिस भिजिट गरिदिनु न ल। तेरीमा साले देशद्रोही। नेपालमै बसेर केही गर्छु भन्ने सोच भएको मान्छेलाई तैँले विदेश पठाउन खोज्ने? तँलाई विदेशी दलाल। तैँले गर्दा हो हाम्रो नेपाल बिग्रेको। तैँले अहिले फोन काट्छस् कि मैले तँलाई त्यहीँ आएर रन्काइदिउँ? सच्चा नेपालीलाई भड्काउन खोज्दो रहेछ। नेपालमा